ओम नमः शिवाय। हर हर महादेव। रूपन्देही जिल्लाको के भन्छ नि भैरवा स्थित बस्तिलवा भन्ने ठाउँमा शिव मन्दिर छ। त्यहाँ मैले आज दर्शन गर्न गएँ र कहाँ भन्दा बुद्ध चोक भन्दा अलिकति पर लुम्बिनी जाने बाटोबाट यस्तो नर्मली भनौँ भने दायाँपट्टि साइडमा भित्रपट्टि 108 शिवलिङ्ग स्थापना रहेछ। ठुलो महादेव पनि स्थापना गर्नुभयो। तर यहाँ शिवलिङ्गमा जुन मलाई भए नि आज आनन्दको महसुस भयो र हजुरहरूलाई भन्छु कि यस्तो दिव्य धाम हाम्रो नेपालमा अति नै छ। हामीले आफूले जहाँ गए पनि आफ्नो मन वचन कर्मले प्रभु सेवा गर्न सक्छौँ र काठमाडौँको भिडभाडमा जहाँ गए पनि हामीलाई शिवलिङ्ग छुन दिइँदैन। तर यहाँ आउँदाखेरि मलाई आनन्दको अनुभूति भयो र मैले स्वयं आफैले शिवलिङ्गलाई जल अभिषेक गर्न पाएँ। अति नै खुसी लाग्यो र त्यहाँ एउटा पिपलको बोट देखेँ, बरको बोट देखेँ, एकदम पुरानो रहेछ र शिवलिङ्ग सहित कृष्ण राधा कृष्णको मूर्ति, कालीको मूर्ति र के भन्छ सिंह बाहिनी आमाको स्थापना गर्नुभएको मूर्तिहरू देखेँ र मैले 10 मिनट ध्यान गरेर मैले त्यहाँ जुन अनुभूति लिएँ नि हजुरहरूलाई पनि म भन्छु यस्ता दिव्य धामहरू छ। हजुरहरू आउँदाखेरि जहिले पनि आफ्नो अस्तित्व पहिचानको रूपबाट जानुस्, दर्शन गर्नुस् र त्यहाँको एउटा ऊर्जा लिनुस्। जुन जमिनको तत्त्व छ हामीले बुझ्नु एकदम धेरै गाह्रो छ, तर जसले बुझ्छौँ नि उसले केही जानेको हुन्छ र त्यहाँबाट केही लिएको पनि हुन्छ र दिएको पनि हुन्छ। त्यस्तै र रूपन्देही जिल्ला भन्दो रहेछन् हैन, बर्दिलुवा भन्दो रहेछ त्यो ठाउँलाई, बस्तिलुवा। यस्तो आनन्दको अनुभूति जहाँ गएर पनि लिन सकिन्छ र यही सिलसिलामा मलाई आनन्द आयो। मैले जस्तै हजुरहरूले पनि यसरी घुम्न आउँदाखेरि वरिपरिको भाइबहरू लिनलाई अनुरोध गर्छु र यही भाइब छोड्दै यहाँका स्थानीय मानवहरूसँग पनि मैले बासिन्दाहरूसँग पनि 2-4 जनासँग साक्षात्कार गर्ने पाएँ र शिवरात्रिलाई निम्ता गर्नुभएछ। मिल्यो भने